नमस्ते श्याम। र आज हामी वार्ताको क्रममा सेन्ट्रल संस्कृत युनिभर्सिटी को श्री रघुनाथ कीर्ति क्याम्पस देवप्रयागमा हामी फेरि पनि आइसकेका छौँ। र आज हाम्रो बिचमा अन्तर्वार्ताको क्रममा हाम्रो बिचमा एउटा भ्राता हाम्रो ज्योतिषशास्त्रलाई अध्ययन गरिरहनु भएको, ज्योतिषशास्त्रलाई जान्नु खोज्नु भएको, इच्छा राख्नु भएको एउटा परम विद्वान हाम्रो भ्रातालाई हामी अन्तर्वार्तामा लिनेछौँ। र उहाँलाई हामी के प्रश्न गर्छौँ त भन्दा आज हामी उहाँलाई संस्कृतको विषयमा अलिकति प्रश्न गर्छौँ, संस्कृतको विषयमा अलिकति प्रश्न गर्छौँ र हामी उहाँलाई ज्योतिषशास्त्रको विषयमा पनि अलिकति केही कुराकानी गर्नेछौँ। र अर्को हाम्रो मुख्य विषय के रहेको छ भन्दाखेरि हामीले पश्चिम बङ्गालमा कसरी संस्कृतको उत्थान गर्छौँ, कसरी संस्कृतलाई अगाडि बढाउँछौँ र कसरी हामीले संस्कृतको प्रचार प्रसार गर्छौँ, यस विषयमा हामी उहाँबाट दुई शब्द सुन्नेछौँ। पहिला त उहाँको परिचयसितै हामी सुरु गर्छौँ। उहाँको नाउँ चाहिँ हाम्रो अभिषेक तिमसिना हुनुहुन्छ, पण्डित श्री अभिषेक तिमसिना, र उहाँ पश्चिम बङ्गालबाटै सुकुनातिरबाट हुनुहुन्छ र हामी उहाँकै मुखारवृन्दबाट सुनौँ। धन्यवाद। जय श्री राधे, हरि ओम, ओम नमः शिवाय। हामी उत्तराखण्डको देवप्रयाग स्थित केन्द्रीय संस्कृत विश्वविद्यालय अलकानन्द भागीरथी जोडेर गङ्गा नदीको जन्म भएको ठाउँ, यहाँबाट गङ्गा नदी सुरुवात भएको छ, गङ्गा आमाको जन्म भएको ठाउँ, यहाँबाट हामी जोडिएका छौँ। म उहाँले प्रश्न सोध्नु भएको हिसाबले अनमोलजीले मेरो जन्मथलो खरसाङ स्थित सिलगढीदेखि अलिकति माथि तिनधारेमा सानो परिवारमा जन्मेको मैले अध्ययनको क्रममा 10औं कक्षासम्म आफ्नै मातृभाषा नेपालीबाट अध्ययन गरेँ र त्यस पछाडि मलाई संस्कृत पढ्ने जिज्ञासा जाग्यो। हाम्रो त्यहाँनिर तिनधारे लगायत वरिपरि सालबडी क्षेत्र लगायत सिलिगुडी भनौँ, त्यहाँनिर अहिले त्यस्तो बिना संस्कृतको माहौल छैन, उत्तर बङ्गालमै छैन, बङ्गालमै छैन संस्कृतको माहौल। र हामीले यस संस्कृतको माहौललाई जोगाउनु पर्दछ, संस्कृत पढौँ, संस्कृतको संरक्षण गरौँ। र भन्दै यो अनमोलजीले केही प्रश्न सोध्नुहुन्छ, उहाँलाई माइक्रोफोन दिन चाहन्छु। हजुर, मेरो प्रश्न चाहिँ के रहेको छ भन्दाखेरि हामीले अब पश्चिम बङ्गालमा हेर्नु पर्दा हामीले पश्चिम बङ्गालमा संस्कृतको स्थिति त्यति छैन, होइन, संस्कृतको स्थिति त्यति छैन। अब हामीले पश्चिम बङ्गालमा संस्कृतको प्रचार प्रसार, संस्कृतलाई कसरी अगाडि बढाउने र गाउँ गाउँ होइन, गाउँ गाउँ गल्ली गल्लीमा संस्कृत कसरी पुगाउने, यस विषयमा हजुरको के छ विचार, त्यसलाई अलिकति व्यक्त गरिदिनु पर्यो। सर्वप्रथम त बङ्गालमा संस्कृतको माहौल छैन, संस्कृत के हो भनेर जानेका छैनन् बङ्गालका व्यक्तिले। संस्कृत हाम्रो संस्कार र संस्कृति हो, हामीले संस्कृत पढ्न पर्दछ। किनभने संस्कृत भनेको हाम्रो देवताको भाषा हो। देवता सत्ययुगदेखि नै हाम्रो यो संस्कृतमै लेखेन हो। र नासालाई हेर्नुहोस्, कुनै पनि एक्सेप्ट नगरेर लास्टमा नासामा पनि ओम नै एक्सेप्ट गरियो नि। त्यसै क्रममा संस्कृत भनेको हाम्रो एकदमै, हामीले संस्कृत पढ्न पर्दछ, वेद पढ्न पर्दछ, वेदको अध्ययन गर्न पर्दछ, ज्योतिष शास्त्र, वेदको षडङ्गबाट हामीले जे पनि पढ्दा हुन्छ। हाम्रो बङ्गालमा संस्कृतको माहौल छैन। माहौल कसरी ल्याउने त भन्दा संस्कृत हामीले उयो गरेर संस्कृतको हो गुरुकुल छ बङ्गालमा धेरैवटा गुरुकुल छ, तर जहाँसम्म सुन्दै थिएँ महाविद्यालय पनि छ कतिवटा, तर त्यस महाविद्यालयमा भने जस्तो पढाइ छैन भन्नेमा सुन्न आएको छ। म पनि गएको छुइनँ। र हाम्रा माननीय सांसद श्री राजु विष्टज्यू, माननीय हाम्रा सिलगढी भेगका अति आदरणीय डाक्टर शङ्कर घोषज्यू, उहाँलाई शिक्षाको विषयमा केही भन्नै पर्दैन, उहाँ एकदम राम्रो व्यक्तित्व हुनुहुन्छ। उहाँले डाक्टर पिएचडी गर्नुभएको व्यक्ति डाक्टर शङ्कर घोषज्यू लगायत आनन्दमय बर्मनज्यू, सोनम लामाज्यू, हाम्रा हकी क्याप्टन कालिम्पोङका विधायक भरत छेत्रीज्यू लगायत सम्पूर्ण दार्जिलिङ वरिपरि भेगका नर्थ बेङ्गालमा जो पनि मान्यगण्य व्यक्तित्व हुनुहुन्छ, हजुरहरूलाई आह्वान गर्न चाहन्छु, केन्द्रीय संस्कृत विश्वविद्यालयको एउटा क्याम्पस बिएचयुको अथवा जेएनयुको जेको भए पनि
पुनर्स्थापना होस्। एउटा चाहिँ क्याम्पस पनि बङ्गालमा छ है। बङ्गालमा पनि नर्थ इस्टमा पनि संस्कृत पढ्ने धेरै छन्, धेरै मात्रामा छन्। तर किन भन्दा हो हामीले त्यत्रो दूरी तय गरेर आयौँ। हामीलाई कतिजनालाई घरको स्थिति यस्तो हुन्छ संस्कृत पढ्न चाहेर पनि उनीहरूले टाढोमा आएर पढ्न सक्दैनन्। हामीलाई भन्नुपर्दा रेलको दूरी तय गरेर जाँदा-ओर्दा जेनरलमा त हिँड्न सकिँदैन। हामीले पनि कतिपय टिकट नपाएर जेनरलमा बहुत धक्का खाएर यात्रा गरियो। अनि स्लिपर एकदमै गरम, विद्यार्थी अवस्था हुन्छ, सानो-सानो पहिलोपटक रेलमा यात्रा गरिएका हुन्छौँ। कहाँनिर कतिखेर चोरी हुन्छ त्यो केही पत्तै हुँदैन। अब एसीमा आउनु पर्यो, एसीमा आउनलाई कमसेकम पनि 2000, आउन जान 4000। यता आउनुलाई अझै कता कता जानु पर्यो। बनारसमा बस्नलाई आश्रम भेटिन्छ, तर आश्रममा एकदमै सेवा गर्नु पर्यो। त्यस सीमित समयमा आफ्नो पढ्ने समय पनि निकाल्नु पर्यो। गरम छ, फर्स्ट अफ अल कुरो त गरम छ। उताको व्यक्तित्व त्यस्तो बिना गरम हुँदैन। उता नर्थ इस्ट आसामतिर बनारस युपीको गरम हेरेर एकदमै निम्न प्रकारको गरम हुन्छ र त्यस गरम पनि खप्न सक्दैनन् व्यक्तित्वहरूले र बिमार भएर फर्केर आएर अन्तिममा घरमा बसेर कतिपय व्यक्तित्व त मैले देखेको छु संस्कृत पढेर पनि विदेशमा जानु परेको। त्यसैले हाम्रो छिमेकी राष्ट्र नेपालका पनि कतिजना विद्यार्थीहरू यहीँ पनि पढ्न आउनु भएको छ। नजिकमा भयो भने एकदमै राम्रो हुने थियो र हामी आह्वान गर्न चाहन्छौँ। अहिले त हामीले चाह्यौँ भने चुट्की बजाएर पनि हामीले ल्याउन सक्नुहुन्छ हाम्रा एमपीज्यू विधायकज्यूहरूले। किन भन्दा केन्द्रमा पनि बिजेपीको सरकार छ, राज्यमा पनि बिजेपीको सरकार छ। बिजेपी भनेको हाम्रो हिन्दुत्वको पार्टी हो र हामीले केन्द्रीय संस्कृत विश्वविद्यालय अथवा जे भए पनि एउटा विश्वविद्यालय बङ्गालको सिलगढी कोरिडोरभित्र एउटा विश्वविद्यालयको पुनरुत्थान होस् र भविष्यमा आउने नानीहरूलाई दुःख नपरोस्। यत्रो टाढा आएर पढ्न उनीहरूको पढ्नेले त पढ्छन्, पढ्नेलाई जहीँ तहीँ एउटा उखान छ, पढ्नेलाई जहीँ तहीँ नपढ्नेलाई काहीँ न काहीँ भने जस्तो। तर घरको स्थिति, गरम, बिमारी कतिपयले गर्दाखेरि अन्तिममा गएर पढाइ आधामै छोड्नु पर्दा हुन्छ र उनीहरूको भविष्य अन्धकार हुन्छ। यस विषयमा अलिकति सरकारले सोचेर केही कार्य गर्नुहुन्छ भन्ने आह्वान राख्दछु र माननीय मुख्यमन्त्रीज्यूले ज्यूसम्म यो कुरा पुर्याएर, माननीय गृहमन्त्री अमित शाहज्यूसँग पुर्याएर सांसदमा यस कुरालाई उठाएर, हजुरहरूले विधानसभामा यस कुरालाई उठाएर एउटा बङ्गालमा सीएसयू केन्द्रीयको संस्कृतको एउटा विश्वविद्यालयको उत्थान गराइदिनुहुन्छ। उद्घाटन गरी हामी बङ्गालमा बस्ने संस्कृत पढ्ने सानो सानो नानीहरूको अनुहारमा मुस्कान ल्याइदिनुहुन्छ र नानीहरूले पढेर संस्कृतलाई उज्जवल बनाई बङ्गालमा पनि संस्कृतको पुनरुत्थान गर्नेछन् भन्ने मलाई हजुरहरूप्रति आशा र साँचेको छु। अर्को कुरा, कसरी गर्ने त, संस्कृत पढ्दैनन् अहिलेको नानीहरूले भन्ने लागेको होला, होइन। हामीले युपीमा हेर्नुहोस्, युपीका माननीय सीएम योगी आदित्यनाथज्यूले हाम्रो सानोदेखिकै सरकारी स्कुलमा गीता भयो, रामायण भयो, हनुमान चालिसा के सबै एक एकवटा विषयको निम्न प्रकारले त्यसै प्रकारले सिलेबस बनाएर एउटा चाहिँ सिलेबस सबै नानीहरूले पढ्नै पर्छ अनिवार्य रूपमा भनेर लगाइदिनु भएको छ। त्यसै गरी लागोस् यो आसाममा पनि बङ्गालमा पनि सबैतिर यो पढ्नै पर्छ भन्ने संस्कृतको एउटा सिलेबस बनियोस् र नानीहरूले संस्कृतमा त्यसैबाट रुचि पर्छ। सानोदेखि नै जे बिरुवालाई पनि सानोबाट स्याहारेर हुर्कायो भने त्यो बिरुवा अवश्यै गएर ठुलो फल दिनेछ। त्यसै गरी नानीहरूलाई पनि संस्कृतमा सानोबाटै रुचि राख्दै राख्दै एक एकवटा विषय राखेर अन्तिममा गएर उनीहरूले क्लास 6, 7सम्म मोडर्नबाट पढेर गुरुकुलमा गयो भने गुरुकुलमा पनि छ इङ्ग्लिस, म्याथ, शान्तिपनीको बोर्ड भयो, हाम्रो सबैतिर नै हुने गर्दछ। सीएसयूको बोर्ड भयो, सबैतिर नै बङ्गाल भन्ने गुरुकुल छ। हजुरहरूले पढ्नु इच्छा गर्नुभयो भने निशुल्कमा पनि पढ्ने गुरुकुलहरू धेरै नै छन्। अवस्था हेरेर पैसा लाग्दैन संस्कृतमा। संस्कृत भनेको यस्तो विषय हो जहाँनिर एकदमै कम्ती मात्रामा मात्रै पैसा लाग्ने गर्दछ। त्यसैले हामी संस्कृत पढाउँ, संस्कृतको उद्धार गरौँ भन्दै यस माइक्रोफोन म श्रद्धेय गुरुदेव अनमोलजीलाई दिन चाहन्छु। हजुरलाई धेरै धेरै धन्यवाद छ। हजुरले यत्रो गम्भीर र यत्रो
ठुलो कुरा गर्नुभयो र यो यो हजुरले जुन चाहिँ भन्नुभयो कि हामीलाई पनि हाम्रै क्षेत्रमा संस्कृत विश्वविद्यालय या फिर संस्कृतको एउटा क्याम्पस जसमा चाहिँ हाम्रो नानीलाई जो नानीहरू हुन्छन् तिनीहरूलाई पढ्ने बस्ने खाने सुविस्ता होस्। अन्त यस विषय यो कुरा चाहिँ असम्भव भन्ने कुरा होइन। जबसम्म टिएमसीको सरकार थियो तबसम्म यो असम्भव नै मानिन्थ्यो। असम्भव त थिएन त्यो बेला पनि, र पनि अब असम्भव जस्तै नै थियो। तर अहिले त बिजेपीको सरकार आयो, अब चाहिँ किन हाम्रो बङ्गाल पनि संस्कृतमा पछाडि रहोस्? किन चाहिँ हामी पनि पढ्नका लागि चाहिँ अरू अरू स्टेटमा धाउँ, अरू अरू जग्गामा किन चाहिँ जाउँ? हामी आफ्नै गाउँ क्षेत्रमा, हामी आफ्नै गाउँठाउँमा चाहिँ किन नबनाउँ भन्ने प्रश्न चाहिँ मेरो पनि रहेको छ। र यसै प्रश्नलाई लिएर हामीले अझै अगाडिको क्रममा पनि हामी भिडियो बनाउने छौँ। र हजुरलाई अझै एउटा जानकारी के गराउन चाहन्छौँ भन्दाखेरि चाहिँ अब हामीले अगाडि भिडियोमा चाहिँ अब संस्कृत भनेको के हो, संस्कृत किन पढ्ने, किन नपढ्ने, संस्कृत कतिजना पढ्दैछन्, अनि संस्कृत पढेर फ्युचर चाहिँ के छ भन्ने कुरालाई अलिकति हामी यहाँ गुरुजीलाई अलिकति मार्गदर्शन गरिदिनु हुन हामी विनम्र निवेदन गर्दछौँ। अलिकति फ्युचर के छ त्यस विषयमा। संस्कृतमा एकदमै राम्रो फ्युचर छ भन्नुपर्दा हजुरहरूले जसरी मोडर्न सब्जेक्टमा फ्युचर छ त्यसरी नै संस्कृतमा पनि फ्युचर छ। आजभन्दा हजारौँ साल अगाडि के अङ्ग्रेजी भाषा थियो? थिएन नि त। हिन्दी भाषा थियो? थिएन नि त। सबसे पुरानो भाषा भनेकै संस्कृत हो र संस्कृतमै फ्युचर छ। किन भन्दा संस्कृतमा फ्युचर किन छ भन्दा हामीले संस्कृत पढेर बिएड निम्न वर्गबाट जानुपर्दा कर्मकाण्ड, व्यास आसनमा बसी व्यासपीठमा कथा श्रवण गराउन सक्छौँ। अनि अर्को कुरा भन्दा सङ्गीत पनि हाम्रो एउटा टोली बनाएर मजाले कथा सङ्ग्रह गरी भगवानको भक्ति मार्गमा भक्तजनलाई ल्याउन सक्छौँ। त्यसपछि भन्दाखेरि हाम्रो बिएड भयो, हाम्रो सेन्ट्रलमा बिएडको उयो छ, एपिएस भयो, सबै संस्कृतको टिचिङहरू छ। आउँदो दिनहरूमा बङ्गालमा पनि आउँछ भन्ने हामी आशा साँचेका छौँ। माननीय शुभेन्दु अधिकारीको सरकारज्यूले यहाँ अवश्य नै हरेक वान सब्जेक्ट इन संस्कृत भनेर हरेक स्कुलमा लाउनुहुन्छ भन्ने हामीले आशा छ गभर्मेन्ट स्कुलमा। त्यस पछाडिको कुरो भन्नाले अझै छ निट, जिआरएफ, पिएचडीबाट गरेर प्रोफेसर बन्ने इत्यादि, धर्मगुरु इत्यादि विषयमा हामी अर्को भिडियोमा यस विस्तारसँगले अवश्य नै लिएर आउनेछौँ। संस्कृतमा फ्युचर छ, नानीहरूलाई संस्कृत भनेको हाम्रो संस्कार हो। संस्कार सिकाउनकै निम्ति भए पनि हामीले संस्कृत पढाउँ, संस्कृतको संरक्षण गरौँ, बङ्गालमा पनि संस्कृतको माहौल बनाऊ, नानीहरूलाई पनि संस्कृत पढ्न मन लागोस् भन्दै आजको यस भिडियोलाई हामी यहीँ बिदा लिन चाहन्छौँ। जयतु संस्कृतम, जयतु भारतम।